मेरो बडीमा डे टु डे चेन्ज त देखिरहेछ, तर सोचे जस्तो चाहिँ भइरहेको छैन। सायद बिचबिचमै अड्किनु परिरहेकोले होला। सक्दो प्रयास त गरिरहेकै हुन्छ। जब बल्ल बढी अलिअलि राम्रो देखिन थालिरहेको हुन्छ, बिचमा एउटा न एउटा कारण आइहाल्छ। अब चाहिँ 240 दिन 90 दिन जेल जेसुकै होस्, म अड्किनेवाला छैन। हामीले जति खुट्टालाई चेस्टलाई ध्यान दिएर ट्रेन गर्छौँ नि, त्यति नै ब्यागलाई पनि ध्यान दिनु जरुरत हुँदो रहेछ। नत्र सबै ठुलो साइजको हुँदा पनि स्ट्रक्चर नै कस्तो नराम्रो देखिन्छ, जस्तै कि मेरो। त्यसैले म पनि ब्याग मसला अरूलाई जति नै टाइम दिएर ट्रेन गर्छु। वाइड ग्रिप बार्बरको 3 सेट र स्लिप ह्यान्ड रोटेट 3 सेट गरेपछि आजको ब्याग र बाइसेपको वर्कआउट कम्प्लिट नहुँदै दाउरो बोक्ने इन्भाइट आएको हुनाले बोक्दिएर 10 क्लासमा पढ्दाको साथी अब अन्दै जाने हुँदा भेटघाट गरी बिदाई भए। जहाँ पनि जान सक्छ यो यहाँ पर्दैन। अब हाम्रो साथ यहीँसम्म सम्भव रहेछ। नेपाली फिल्महरू हेरेको छैन।